चार कस्तो है दारी सारी जुङ्गासँग बाल्ला मान्छे फरक है ह्यान्डसम छ यहाँ त भाइ जेरी भाइ चस्मा हेर न यता यहाँ त्यो चस्मा लगाएर हेर न यार यता हेर त हाइट मान्छे खतरा है साथीहरूको यहाँ फोटो सेसन हुँदैछ अरे यो के हो फेरि रियलमा चाहिँ कस्तो देखेको चाहिँ के हो यो दामी रहेछ त यसो एरियामा छिर्दैछौँ हामी यस्तो होइन एआई भिडियो हालिरहेको छु चप्पल फेरि जानुपर्छ जस्तो एयरपोर्ट लन्च ब्याग गरेर खाएर फर्किने फेरि कार्ड चाहियो नि त लन्च गरेर खाना बसेर खानुपर्छ कार्ड चाहियो लन्चमा जान नि कस्तो लाग्यो त हाम्रो पनि आउँछ है भाइ ल भनौँ त जेरी एकदम बेस्ट आसिफले बेस्ट भनेर चाहिँ मलाई चित्त बुझ्यो होइन यस्तो आसिफले बेस्ट त भनेको तर बङ्गालीको रोटी र दाल हुनु पर्यो चप्पला र बङ्गाली होटल भएको बेस्ट 20 रियलको लागि बेस्ट इन द रियल सिटी ल यसको नाम ब्ल्याक गोल्ड चाहिँ किन राख्यो ल भन्नु भन त भन ब्ल्याक कस्तो रहेछ क्या ब्ल्याक गोल्ड भनेको चाहिँ त्यहाँ चाहिँ एउटा कस्तो रहेछ भन्दाखेरि त्यो टावर के अरे कस्तो नामै हाने के ल आसिफ कस्तो रहेछ त्यहाँ चाहिँ टक्क त्यो मार्बल टाइपको रहेछ त्यहाँ चाहिँ गोल्डन जस्तो मार्बल टाइपको रहेछ त्यहाँबाट चाहिँ टक्क त्यो ब्ल्याक वाटर निस्किँदो रहेछ क्या त्यो भएर चाहिँ यसको नाम चाहिँ ल जेरी जेरी We are reporting from this real city black gold diamonds museum from live right now at stand so आसिफ ल यो म्युजियमको नाम ब्ल्याक गोल्ड म्युजियम किन राखेला भनेर जे मलाई त्यही राख्दैछ नाम पनि भित्र जे मनलाई त्यही छ नाम पनि जे मनलाई त्यही हो बल्ल सही आयो त कालो र के अरे सुनवाला गोल्डलाई के भन्छ नेपालीमा गोल्डै भन्छ सुन होइन कि कलरलाई भनेको क्या गोल्ड कलरलाई के भन्छ गोल्डन कलरलाई गोल्डन कलर हुन्छ पहेँलो हुन्छ होइन तर कालो र पहेँलोको मिश्रण म्युजियमलाई के भन्छ नेपाली
नेपाली भएपछि नेपालीमा बुझाउनु पर्छ बाटो बिर्सियो त कता हो हो यार यो त कस्तो आज भाइ धेरै दिन चारजनालाई ठिक्क हुँदो रहेछ यहाँ भाइ कता गयो त फुट्दै फुट्दै माथि नि हाइवेमा मिसो लागेन त्यही हो क्या फोटो धेरै त्यही भयो भएर भाइ ब्याड समीर दाइले माथि झन् के छ भनेको छ नि केही छैन रहेछ होइन कि किन हो यार माथि यार साँच्चै यार मागेको छ पनि हेर्नु नआउनु होला गाइस अब तपाईँहरू हेर्नु मन त अब अर्को हेरेर आएको अनि हामी त केटी हेर्न आएको थियौँ अब मलाई ब्लेम लगाइदियो भाइले रमाइलो रमाइलो केटीहरू अर्कोलाई चाहिँ समीर दाइले अझ के छ भन्नु हो त के छ अब आँसुको भुडीले गर्दा नरमाइलो भयो क्या अघि तिमी अनि भुडीले तल हेर्नु पर्छ तल थियो मेन कुरा अनि देख्दैन ओइ बन्द छ त यहाँ त अब हामी ट्याक्सी वेटिङमा छौँ होइन वेटिङमा को परेछ हाम्रो केटी छ है केटी गाइज राम्री छ है राम्री त लकी हो नि त उबेरमा केटी ड्राइभर छ भनेर हाम्रो साथी यहाँ मुख धुन लागेछन् होइन राम्रो छ भाइ राम्रो छ यसो